टु माई न्यू ब्लग। नमस्ते एन्ड जोजो लोपा सबैलाई। हाम्रो अब यो खुमाई डाँडाको यात्रामा तपाईँहरूलाई धेरै धेरै सुस्वागतम। यो चाहिँ अहिलेको नयाँ यो टनेलको बाटो यस्तो पुरै युरोपियन भएको छ, युरोपियन जापानिज रोड भएको छ यो। ठ्याक्क नाकढुङ्गाबाट निस्किने बित्तिकै मिठो हिमाल देखिन्छ ल त्यो 20 स्पिड लिमिट। गल्छीसम्म त राम्रै भएको रहेछ। यो मलिकको र मुक्लिनको सेक्सन चाहिँ अन्डर कन्स्ट्रक्सन। Stop. Small glimpse of Cafe 56. मसँग त पैसै छैन बाबु, पैसै बोकेको छैन। तिमीलाई ढाटे जस्तो हुन्छ, क्यासै बोकेको छैन। यस्तो मिठो हिमाल देखेको यार, पुरै हिमालै हिमाल। यो हो नि त पोखरा भनेको। बाटो त्यस्तै दामी, भ्यू त्यस्तै दामी, दामी नै दामी। होटल आवास पोखरा, अफिसको स्टाफहरूको स्टे। म्युजिकको कमी भयो यहाँ, नत्र सबै ठिक छ। तालबाराई मन्दिर चाहिँ अन्डर कन्स्ट्रक्सन रहेछ।
मिलाएर यो ढुङ्गा रिजर्भ गरियो। एउटा पोइन्टबाट सेती तरेर राइट लाग्नुपर्छ भनेर न्याम्दी चोकबाट राइट जानुपर्छ राइट कि लेफ्ट राइट तो राइट मौनीलाल मार्ग म्यापमा भन न यार यहाँबाट चाहिँ राइट लिनु पर्यो कुमाई लह चोक घ चोक यता राचोकपुछ्रे गाउँपालिकामा यहाँहरूलाई स्वागत छ। माछापुछ्रे ट्रेल GMT खुमाई जान ए हस् हस् देऊ यसले त मोबाइल हजुर हस् आजै पुगिन्छ चिचिमले पुगेला हिले आज म हिले भोलि कुमाई हुन्छ हस् धन्यवाद बाजे भन्दैछु यो बाटो भनेर घचोक आइपुग्यो घचोक कास्कीमा हामीहरूलाई स्वागत छ। रानाभाट चोक रे
राइट होला हैन हो गुराँस भूमि ग्राउन्ड बाटो छ है दाजु होमस्टे यहाँ अगाडि होमस्टे छ एउटा बाइक चाहिँ त्यहाँ राखिन्छ यस्तो घचोक भनेर यस्तो गाडी आउँदो रहेछ यहाँसम्म अनि यो चाहिँ ग्रेट माछा पुछ्रे ट्रेलमा पर्दछ टन्नै रहेछन् मान्छे बाइक कभरै ल्याइएन टन्नै बाइकहरू आएछ ल कासाका भन्ने बाइक पनि आएछ यो घरमा चाहिँ सामान राख्नु मिल्दो रहेछ यहाँ राख्ने त्यो चढ्ने त्यो हो खुमै हजुर अब ट्रेक सुरु हाम्रो यहाँबाट खमाई ट्रेक सुरु चिया खाएको पैसा तिर्यो यहाँबाट चाहिँ हिँड्ने स्टार्ट भयो हाम्रो खुमाई ट्रेक त्यता हो खुमाई ठ्याक्कै त्यहाँनिर छ नास्ता ब्रेक यसलाई चाहिँ के भन्छ यो ठाउँलाई सरीपाखाको फोन टावर भएको ठाउँ ठिक्क छ ल हजुरहरूको घर आँगन राजु दाईको होमस्टे हजुर फोन नम्बर भनिदिनु न त हजुरको 9846861236 NTC हजुर 98041 980 98041 82 अनि 8282 हो ल यसमा फोन गर्नुभयो भने बुकिङ गरेर आउन सक्नुहुन्छ अर्ग्यानिक लोकल फार्म गाडी पनि पठाइदिनुहुन्छ दाइले लिनलाई गाडीको व्यवस्था अब सबै व्यवस्था That's not me. It's a horse. That's a pure horse. 3 go. मामा आइन घोडा गर गर उसले जस्तो गर भैली खेलेको रे उनीहरूले भैली खेलेर पैसा पायो यहीँ फलेको चिया अरे होइन दाइ आफ्नै बारीको चिया मसला पनि बारीकै हजुर चिया चाहिँ अब अर्ग्यानिक चिया चियर्स दाइ धन्यवाद टिलिप्सको स्याम्पल यहाँ छ अनि त्यसपछि यो जुन यसमा सानो खुड्किलो बनाइदिएको रहेछ सजिलो होस् भनेर डाँडा तल सरीपाखा यहाँबाट यता हिलेखर्कोतिर फर्स्ट होटल देखियो यहाँबाट वेलकम टु टुबु हिल टप टुबु डाँडामा हार्दिक स्वागत गर्दछौँ
क्या त्यो रहेछ हिली खर्क अनि चिचिमले भन्ने डाँडा चाहिँ ऊ त्यो अग्लो रुख ठ्याक्कै त्यहाँ अनि यसरी जानुपर्छ खप्तडा हिले खर्क 20 minutes वेलकम टु हिले खर्क होटल नम्बर छ यहाँमा कन्ट्याक्ट गर्नु होला बियर जोन 4 PM to 5 PM समर 5 PM to 6 PM चिचिमले हामी 3 बजी स्टार्ट गरेको 3 घन्टा ठ्याक्कै 3 घन्टा लाग्दो रहेछ चिमसिमले अब यहाँबाट 3 घन्टा 4 घन्टै होला माथि भोलि हाम्रो यहाँ बुकिङ छ यो बार टाइम एट के अरे यो ठाउँको नाम चिचिमले नाइस यस्तो भ्यू देखाएको छ पोखराको पोखरा Good morning from Simle Viewpoint Cottage. Mitu, sare mitu, what's on my mitu? Good morning. Horizon दामी छ है एट 30 मा चिचिमलेबाट हाम्रो हाइक सुरु फेरि अब आउँछ देउराली अनि रेस्ट क्याम्प ठ्याक्कै 50 मिनट्समा देउराली चिचिमलेबाट अब 1.5 घन्टा टु रेस्ट पोइन्ट ग्रेट माछापुच्छ्रे ट्रेल देउराली हिल हरिओम हरिओम यो चिचिमले बा यही नजिकै हजुर हरिओम हरिओम हजुर अब अहिले कुमाइ नै पुग्ने हामी उभन्दा कोर्दा पुगेर आएको उबेलामा अहिले 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 तपाईँ कोर्दा भन्दा माथि भेडी खर्का छ त्यहाँ त उँभो बाटै छैन यता छिचलिन छैन यता छिचलिन पनि छैन टापुमा पुग्न सकिँदैन उहाँ बेलुका खुमेल बसेर अहिले यहाँ आउँदैछु कतिको समय 9:30 बुवा ठ्याक्कै 9:30 म 7 बजे हिँडेको ल हस् बुवा 2.5 घन्टा भएछ 2 घन्टा भयो त अब मलाई जानलाई गाउँमा जानलाई कति लाग्छ भने 4-5 घन्टा लाग्छ 5 घन्टा 5 के 6 म हिँड्न नसकेर हो र कति बुवा उमेर 90 कति वर्ष उमेर रे 90 अनि 90 वर्षको बुवा पुरै खुमाईको पहाडै चढ्दिनु भयो उभलो कोर्दा उहाँ गएपछि देखिन्छ भन्नु खालि परेन फुलपाती चढाउने देउरालीमा भुइँमा उम्लेको यो आमा हुन रे हजुर आमामा जेटिपी पनि खोलाएर चढाउने अ हावाले देख्छन् अरे घामले देख्छन् अरे हामीले देखेर भएन हावा के चल्छ नि सास फेर्छ नि हामीले हो उनले देखिन अरे र जुन भयो नि हरियो टिपेर चढाएर नमस्कार जाने मैले पनि चढाइदिएँ फुलपाती देउरालीमा गए बा
भइसक्यो बाइकदेखि जसलाई रेस्ट पोइन्ट आइपुग्यो ठ्याक्कै 1.5 घन्टा फ्रम देउराली के लगाइरहेको नि यो एकछिन हामी चाहिँ अब रेस्ट पोइन्ट पुग्यौँ अब खाना खाँदैछौँ रेस्ट पोइन्टमा ठ्याक्कै उ त्यो डाँडामा थियो खुमाई डट हेलमेट जस्तै रहेछ यो डट हेलमेट क्या नेक्स्ट डस्टबिन 45 minutes चाहिँ खुमाई देखियो यहाँबाट यस्तो छ भ्यू Come to Khumai Hill 3245 meter Great Machaputre Trail to Khumai Hill ऊ त्यो डाँडा चाहिँ कोर्चन अनि ऊ त्यो डाँडा चाहिँ बुङ्गा अनि ऊ त्यो डाँडा चाहिँ कोरी अनि यसको उतापट्टि छ यो डाँडाको उतापट्टि छ मार्दी माछापुच्छ्रे खुमाई हिल चाहिँ खुमाईको देउराली Khumai, welcome. केटाहरु चिया खाइन
उयो पुरो चढ्ने ऊ त्यहाँबाट घुमेर यो डाँडाको टुप्पोमा कोर्चन खुमाई minutes खुमाई चाहिँ ऊ त्यहाँ छ क्याम्प 360 गेस्ट हाउस वाइफाई एन्ड एसी चार्जिङ एभाइलेबल नम्बर चाहियो भने यहीँ छ हेर्नु होला 15 मिनट्स अब यही हो कोर्चन पुग्यो 1.5 घन्टामा खुमाईबाट क्याम्प 360 कोर्चन इन अनि के हो यो मेसराम लुवाङ मार्दी हिमाल पिपा कहाँ छ तपाईँको होटल आज चाहिँ हामी यो तलको होटलमा बस्न लाग्यौँ मिलाएर दिन्छु भनेको छ खासै 2500 पर प्याकेज रहेछ अब अझै घटाइदिन्छु भनेको छ त्यही भएर यो चाहिँ पोखराको भ्यू मर्निङ फ्रम कोर्चन डाँडा मर्निङ फ्रम यो ठाउँको नाम के रे कोर्चोङ गुड मर्निङ फ्रम कोर्चोङ हिँड्यौँ ब्याक टु होम अब यताबाट हाम्रो चाहिँ यहाँ आएर फ्रेन्डसिप भयो चिनजान ब्रदरहरू ल नाइस टु मिट यु गाइज ल बाई 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 त्यो होटलमा बस्यो हो यस्तो आइसक्यो तारेमाम थ्याङ्क यू भिजिट अगेन धन्यवाद फेरि भेटौँला यहाँसम्म मेरो ब्लग हेरिदिनु भयो अब यहाँबाट कहाँ पुगिन्छ आगे आगे देखा जाएगा होता है क्या बाई बाई खुमाई टाटा
त्यो छ रेस्ट पोइन्ट खाना टाइम एट चिचिमले तुबुबाट बाई बाई थ्याङ्क यू भिजिट अगेन बाइक राखेको ठाउँ आयो ठ्याक्कै 4 PM मा आइपुग्यौँ हामी सिरुपाखा आमा यो होमस्टेको नाम के हो यो सिरुपाखा होमस्टे यहाँ आउनुभयो भने चाहिँ खुमाई जानलाई फर्स्ट होमस्टे यहीँ हो बाइक यहीँसम्म आउँछ अनि यहाँको नम्बर चाहिँ 9816129897 अनि यहाँ आमालाई फोन गर्नुभयो नि ट्याक्कै सरीपाखा होमस्टे यहाँ आउनुभयो भने ट्याक्कै आमाहरूलाई भेट हुन्छ होइन त आमा अर्ग्यानिक एकदम अर्ग्यानिक सब कुरा अर्ग्यानिक हुन्छ यहाँ स्यान्डविच खानाको सिला बेकरी फेमस छ रे यहाँको स्ट्रिट नम्बर 15 अर्को उता थियो बन्द रहेछ खतरा स्यान्डविच आयो सिलिङ कुन अचार खाने अचारको भण्डार भेट्यो यहाँ बाइक चाहिँ हो त्यसो उम्दीकोटको बजार पुरै मेला लाग्दो रहेछ यति धेरै इन्डियन छ कि शान्ति नै इन्डियै आयो जस्तो लाग्दो रहेछ ग्लाइडर के हुन्छ के हामी चाहिँ हिजो ठ्याक्कै यताबाट भयो त्यो डाँडाबाट भयो
यसो सनसेट चाहिँ हेरिहालौँ झुरुक्क भनेर मैले भने नि त चितवन साइक्लिङ गर्ने भनेर Good morning from Chittagong, Goida Resort. Canway Point आइपुग्यो कुनै दिन म पनि डुङ्गा थिएँ आज आएर बेन्च भएँ यो डुङ्गामा म पानीमा तैरिन्थेँ अहिले बाँसको टेकामा टेकेर अदाई बसौँ यहाँ हजुर कस्तो चान्स पर्छ जनावर पनि देख्न चाहन्छ किङफिसर यो मेरो थर्ड क्यानोइङ हो त यहाँ पहिला नि गरेको थिएँ हजुर हात्ती फेरि जहाँ दिशा लाग्यो त्यही हो गैँडा त एकै ठाउँमा तपाईँ यहीँ बसेर राख्नु बेलुका समय गैँडा फेरि आउँछ हग्नलाई आउनलाई यो गैँडाको टोइलेट हो यो ताजै छ है जानको हुन्छ यो भर्खर भर्खर कोता रहेछ यो नङको चिनो है हजुर नरु यो गैँडा हग्न आउने बाघ कोतर्न आउने ठाउँ यहीँ रहेछ सँगसँगै ए खम्बै लडाउनु खोजे त्यसले आम्मा
दुइटैले यो हात्ती चाहिँ यही हात्ती रहेछ भन्छ यो सबै पोथी हात्ती हो होइन यो जम्मै भाले यो दुइटै तिनटै भाले ए भाले मात्र दारा हुन्छ यस्तो ए पोथी हुँदैन अनि हात्तीको अनि जस्तै अब यिनीहरूबाट अर्को जङ्गली हात्ती किन आउँदैन यो आउँछ यो तारबार लगाएर हो नि त यिनीहरूलाई अब तारबारले बचाएको बचाएको नत्र यिनीहरूसँग झडकन आउँछ आउँछ अनि यिनीहरू बानेको हुन्छ दुब्लो हुन्छ सानो सानो अनि मजाले मार्छ यिनीहरूलाई आउँछ फेरि आउँछ भयङ्कर ठुलो अहिले आउँदा आइरहेको छ राति राति बिहानै फर्किरहेको छ रोनाल्डो न त यिनीहरू चाहिँ छावा भाले छावाहरू सानसानो दाँतहरू कति क्युट बेबी तितेर बेबी तित अहिले बलि हुँदैन नि त हुँदैन त हुँदैन त्यो ठुल्ठुलो त उनीहरू डाँडाले स्टोन नेसनल पार्क जङ्गली नै हो अब यो ठुलो भए जङ्गलमै छोडिदिनु त हो नि उनीहरू कस्तो नि सानो न कुरो अलि कति बिरामी जस्तो भएको पत्ता नभएको कहाँ छ कहाँ छुटेर Time to leave Sauraha. Saying goodbye to Sauraha. See you soon. रमाइलो भयो केही चापल केही मिठा फल Thank you for your visit.